अमेरिकामा एकै परिवारका 4 जना नेपाली मृत फेला परेका छन्। दर्शक महानुभाव, अमेरिकाको भर्जिनिया राज्यको मानेसास पार्क शहरमा एकै परिवारका 4 जना नेपाली मृत फेला परेका छन्। मृतक मध्ये 2 बालबालिका, 1 महिला र 1 पुरुष रहेका छन्। प्रहरीका अनुसार सबैको गोली लागेर मृत्यु भएको देखिएको छ। घटना राति करिब 10:40 बजे मानेसास पार्क स्थित लाने लेनको 1400 ब्लकमा रहेको एक घरमा भएको हो। स्थानीय प्रहरीका अनुसार घरधनीले भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेको जानकारी गराएपछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो। तलको अपार्टमेन्टमा प्रवेश गर्दा 4 जनाको शव फेला परेको हो। मृतकहरूमा 38 वर्षीय सन्तोष परियार, 36 वर्षीय अन्जु श्रेष्ठ, 8 वर्षीय बालिका र 2 वर्षीय बालक रहेका छन्। घटनास्थलमा एक थान बन्दुक समेत फेला परेको छ। शवहरूलाई थप परीक्षणका लागि मानेसास स्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यो एक पारिवारिक हत्याको घटना भएको देखिएको छ। घटनामा कुनै बाह्य व्यक्तिको संलग्नता हालसम्म देखिएको छैन। यद्यपि कसले गोली प्रहार गरेको हो भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन। छिमेकीहरूका अनुसार मृतक परिवार करिब 6 महिना अघि मात्र सो घरमा बसाइसरेका थिए। मानेसास पार्क शहर वासिङ्टन डीसीबाट करिब 30 माइल दक्षिण पश्चिममा प्रिन्स विलियम काउन्टीको बीचमा अवस्थित छ। यो दर्दनाक घटनाले नेपाली समुदायमा गहिरो शोक र स्तब्धता छाएको छ। थप विवरणका लागि प्रहरी अनुसन्धान जारी रहेको जनाइएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली, परिवारमा गहिरो समवेदना